अहिले पनि तपाईँ रासपावालाहरू ध्यान दिनुहोस्, तपाईँको पार्टीमा चुनाव जितेर आएका मान्छे भनेको 16 जना माओवादीका, 26 जना काङ्ग्रेस, 22 जना एमाले। ती काङ्ग्रेस एमाले र माओवादी उनीहरूको पार्टीमा हुँदा चोर, तपाईँको पार्टीमा आउँदा मान भएको होइन? तेरिका बाजे पनि रासोपा भनेको लुगा धुने वासिङ मेसिन जस्तो हो। यो पछाडि हेर्दै हुनुहुन्छ नि ब्याकग्राउन्डमा, यस्तै वासिङ मेसिन हो क्या त। यसले चाहिँ फोहोर लुगालाई धुएर सफा बनाउँछ भने रासोपाले चाहिँ फोहोर मान्छेहरूलाई सुनपानीले छर्केर सफा बनाउँछ होइन। जस्तै चाहिँ काङ्ग्रेस एमाले माओवादीमा चाहिँ पतुर भाका मान्छेहरू चाहिँ उहाँ गएपछि चाहिँ सुनपानीले धोएपछि एकदम चाहिँ सफा हुन्छ क्या। त्यसरी रासोपा भनेको ब्रान्ड हो, एउटा चाहिँ मान्छे धुने पखाल्ने चाहिँ ब्रान्ड हो। त्यहाँ गएपछि जस्तै चोडाका फटा छैन होइन, ठगहरू पनि चाहिँ त्यहाँ गएपछि चाहिँ असल बन्छ। ल